हेलो नमस्ते सबैजनालाई। आज पनि स्वागत छ तपाईहरुलाई दिलीप राई भ्लगरमा। आज म फेरि आज नै फ्राइडे परेको हुँदा तर म बाहिरतिर जान लागेको यसो साथीहरुसँग भेट्नको लागि। साथीहरुसँग यसो भेटेको चाहिँ तपाईहरुले म भिडियो बनाएर पठाउँदै छु। के छ तपाईहरुलाई यो भिडियो अन्तिमसम्म हेर्नुपर्छ है साथीहरु। अन्तिमसम्म हेरेर साथ दिनुपर्छ है। म चाहिँ अहिले रुमबाट बाहिर निस्केको छु। अब लिफ्ट मैले प्रेस गरिसकेँ। यहाँ लिफ्टको वेटिङमा छु। आज फ्राइडे भएको कारणले गर्दा थोरै समय आज समय छ, त्यही भएर भिडियो बनाएको। लिफ्ट पनि आइसक्यो फाइनली। अब म ग्राउन्ड लेभलतिर जान्छु। यहाँ लिफ्ट देख्न सक्नुहुन्छ, चलिसक्यो। के छ साथीहरु, फ्राइडेको दिन तपाईहरुको? मेरो चाहिँ स्पेशल फ्राइडे। हर फ्राइडे मेरो टाइम हुन्छ, तर अब अलिकति भिडियो बनाउनु चाहिँ मन लागिरहेको छैन। किन हो खासै अब नौलो ठाउँहरु पनि छैन, एकै ठाउँमा कति भिडियो बनाउने भन्ने हुन्छ। त्यो भएको कारणले म चाहिँ त्यति भिडियो बनाउँदिन। अनि फाइनली म ग्राउन्ड लेभलमा आइसकेँ। अहिले चाहिँ बाहिरको दृश्य यस्तो रहेछ। पानी पर्ला जस्तो छ तर पानी पर्दैन। यहाँ चाहिँ एकजना साथी छ, त्यो साथीको नाम मात्र हो, तर के गर्नु यस्तै छ जिन्दगानी। हामी कहाँसम्म जाने रे? एयरपोर्ट, इन्टरनेसनल एयरपोर्टतिर जाने अरे। विक्रम सरले मलाई मेसेज गर्दैछ, के मेसेज पठायो अब त्यसलाई कल गर्नु त बाहिर आउनु भनेर मैले अघि त कल गरेको थिएँ। ल है साथीहरु, आजको मौसम एकदम बिग्रेको छ। यो यस्तो मौसम भएपछि मान्छे बिमारी हुने धेरै सम्भावना हुन्छ। यो धुलो मुलो सब उडेको छ, यो नदेखिएको मात्र हो। यस्तो हावा र एकदम टोलो मौसममा चाहिँ एकदम यो डस्टहरू उडिरहेको छ। मौसम खतम छ। यो मौसमबाट सबैजना सावधानी हुनुपर्छ है साथीहरु। मास्क लाएर हिँड्नुपर्ने, तर फाइनली मास्क लागेन हामीले पनि। ल यहाँ चाहिँ मिट मसला चाहिँ हैन, मिट सप हो। ल मासु पसल हो यो चाहिँ, मिट सप। यो भिडियो हेरेर अन्तिमसम्म हेरेर सबैले सपोर्ट गरिदिनु होला है। म पनि तपाईहरुलाई सपोर्ट गर्नेछु। भिडियो धेरै आउँदैन, छोटो हुन्छ मेरो देश। त्यो छोटो भिडियो पनि हेर्दिन सक्नुहुन्न तपाईहरु साथीहरु। के हेलो हेलो कसको मोबाइल बिग्रिसकेको नि लुगा तपाईको। हेलो हेलो, स्वागत छ तपाईहरुलाई दिलीप राई भ्लगमा। आउनुहोस् नयाँ नयाँ साथीहरु जोडिनुहोस्, एक अर्कामा सपोर्ट गरागर गरेर जानुपर्छ। आउनुहोस् है आउनुहोस्। ल भोक लागेको छ भने यहाँ आउनुहोस्, होटल छ, नास्ता पानी लिन सक्नुहुन्छ तपाईहरु। आलु चाहिएमा आलु यहाँ छ, प्याज चाहिएमा प्याज, अमला चाहिँ रहेन छ। हेलो हेलो हाय, यस आ जाइए आ जाइए।
अमला चाहिँ रहेनछ र मात्र यहाँ नेपालीहरूले केही खाएको छैन। खोइ त अनि विक्रम कस्तो लाग्दैन हौ, गरे पो लाग्छ त। कुन मोबाइलमा गरेको र? उसको 5-6वटा मोबाइल छ। खोइ त साथीहरू लाइफमै आउँदैछौ? लाइफमै हो? आला तु गनी। लाइफमा अरे हेलो 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 हेलो। हेलो। म चाहिँ यहाँ भिडियो खिच्दै हिँड्दैछु। साथीहरूले एकदम हेरिरहेको छ मलाई। अरू देशको साथीहरू छन्। बाटोमा हिँड्ने मान्छेहरूले हेरिरहेको छ। राम्रो गरौँ भनेर हेरेको कि नराम्रो गरौँ भनेर हेर्दैछन्, त्यो चाहिँ मलाई थाहा भएन साथीहरू। क्या करती है क्या खाती है। कस्तो छ है, कस्तो छ भिडियो कमेन्ट गर्नुपर्छ है तपाईँहरू। तपाईँहरूको नाचसम्म त म आउँछु जहिले पनि। मेरो नाचमा आउनुहुन्न तपाईँहरू। तपाईँहरूसम्म त म जहिले नि पुग्छु। मौका तसम्म तपाईँहरू पुग्नु सक्नुहुन्न के गर्नु। आकाश यस्तो छ, मौसम यस्तो छ। आया नि ल, बसेको अवस्था गलेको अवस्था। साथी छैन, साथी झरेन, के गर्नु। साथीको बिल्डिङ यहाँ माथि हो ल, यो हो। कति तला छ हेर्नु है, गन्दै आउनु है तपाईँहरू। कस्तो फोटो लाग्यो लाग्छ। हेर्नु है, म देखाउँदै जान्छु, तपाईँहरू बन्नु है कति तले रहेछ। यो चाहिँ हाम्रो साथीको बिल्डिङ हो। यति तला रहेछ भन्नुभयो नि साथीहरू। कति तलाको रहेछ भनेर थाहा भयो नि ल। फेरि राम्रोसँग देखिएन भने फेरि गर्नुहोस् है, म देखाउँदैछु। कति तला रहेछ भनेर चाहिँ कमेन्टमा आउनुपर्छ है। ल साथीहरू, कति तला रहेछ यो बिल्डिङ थाहा भयो होला नि। हामी चाहिँ साथीको वेटिङमा।
कसरी फोन लागेन तिम्रो मोबाइलमा नेटवर्क नभएको होला नि फाइनली साथीहरू अब यस्तै हो साथीको पर्खाइमा छु म चाहिँ आउनु भएन ल आजको भिडियो चाहिँ यति नै है साथीहरू नेक्स्ट भिडियो चाहिँ अर्को फ्राइडे आउँछ बाई बाई गाइजहरू